हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। गुड मर्निङ। बिहानको रुम साफ गरेर चिया पिउँदैछु म काममा जानको लागि। यो चाहिँ अस्ति बुढोले ल्याइदिनु भएको गिफ्ट। अनि आज हेर्नु न, मुम्बईमा यति राम्रो घाम लागेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ, यति राम्रो घाम लागेको छ। आज 2-4 दिनपछिको घाम हो यो। त्यही पनि हल्का फुल्का बादलले ढाकेको छ। अनि फेरि म काममा जाँदैछु। यताको कागलाई हेर्नु न। हेर्नु न, यतातिरको काग नजिकै जाँदाखेरि पनि नउड्ने कि। हाम्रो गाउँघरतिर कस्तो अलिकति नजिक गयो भने पनि फट्टै भागिहाल्छन् कि उडिहाल्छन् कि। यतातिरको काग कस्तो होलान्, सबै जनावरै यस्तै के। हेर्नु न, आज कस्तो राम्रो मौसम गरेको छ, हरियाली। वाउ। फेरि म बाटोमा हिँड्दैछु काममा जानको लागि। यस्तो माहौल देखाइदिएको मुम्बईको। हजुरहरूतिर कस्तो घाम लागेको छ कि छैन? यतातिरको त यस्तो राम्रो मौसम भएको छ, कुरै नगरौँ। फेरि रुममा आएँ काम गरेर, फेरि खाना पनि खान लाग्यो। आजको मेरो खाना, फेरि खाना पनि खाइसकेँ मैले। फेरि अब यस्तो भिडियो बनाएको। बाई बाई। लाइक गरिदिनु होला।